केबाट भयो कार्यक्रम स्वागत छ। जो लामो समयदेखि स्टेसनमा संलग्न हुनुहुन्छ। आज विशेष गरी हामी नेपालमा पहिलोपटक मोबाइल टेक्नोलोजीको क्षेत्रमा रहेर कुराकानी गर्नेछौँ। मोबाइल टेक्नोलोजी पछिल्लो नेपालमा यसको स्थिति कस्तो रहेको छ र कति व्यक्तिहरू लाभान्वित भएका छन् त मोबाइल टेक्नोलोजीबाट। आज हामीसँग ग्याजेट्स नेपाल प्रालिका निर्देशक विवेक कुमार भुजेल हुनुहुन्छ। स्वागत छ कार्यक्रममा। अब सुरु गरौँ मोबाइल टेक्नोलोजी नेपालमा धेरै राम्रो छ मोबाइल टेक्नोलोजी। जुन आज सानो एउटा इकोनोमिक ग्रोथ भएको कन्ट्रीमा पनि मोबाइलले जुन हिसाबले अहिले ग्रो गरिरहेछ त्यो एकदमै खुसी लाग्ने कुरा हो। आज सहर मात्रै नभएर गाउँ गाउँमा मोबाइलमा कुरा गर्दै दुनियाँको देख्दा पनि हामीलाई रमाइलो लाग्छ र मोबाइल व्यवसाय पनि त्यही अनुसारै बढिरहेको छ। अब कति कति भयो यहाँले सुरु गर्नु भएको र यसको मोबाइलको अवस्था चाहिँ कस्तो छ? हामीले नेपाली मोबाइलमा ग्रेजुएट भयो। हाम्रो मोबाइल ब्रान्ड मोबाइल र त्यस सँगसँगै हामीले एउटा नेपाली सबसँग नेपाली ब्रान्ड पनि भित्राएको छौँ ग्याजेट्स भन्ने, जसमा नेपाली अपरेटिङ सिस्टम पाउन सकिन्छ। र मोबाइल व्यवसायमा हेर्ने हो भने अहिले जुन एउटा रिटर्न अन इन्भेस्टमेन्ट मोबाइलमा धेरै राम्रो छ। जिरोमा भएको कन्डिसनले पनि बिजनेसमा एउटा रिटर्न व्यापार के पनि गर्छ धेरै राम्रो छ। कस्तो छ यहाँको शाखा अब कता मात्रै छ कि कता कता विस्तार गर्नु? हाम्रो नेपालको जति पनि मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो ब्रान्ड पुगिसकेको छ। र त्यो मात्रै नभएर काठमाडौँलाई सेन्ट्रलाइज नगर्न कारण किनकि गाउँ गाउँसम्म मोबाइलको पहुँच पुगोस् र त्यहाँको कस्टमरले खोजेको जस्तो प्राइसमा र त्यस्तो फङ्सन भएको सिटहरू पहिला मोबाइल उठाउने राख्ने मात्रै भएन। अहिले त पहिला मान्छेलाई गीत सुन्नु पनि पर्छ, मोबाइलमा भिडियो हेर्नुपर्छ र विभिन्न कुराहरू सेयर गर्नुपर्छ र इन्टरनेट चलाउनु पनि पर्छ। त्यस्तो खालको फङ्सन भएको सेटहरू हामीले एउटा रिजनेबल प्राइसमा ल्याएको छौँ, जसले गर्दा चाहिँ नेपालको गाउँ गाउँ पश्चिमको तपाईँको अछामको साफनगरदेखि मेची तेह्रथुम 5-6सम्म पुऱ्याइसकेको छ हामीले। र त्यो मार्केट त्यहाँ चाहिँ अरूले धेरै नै राम्रो रुचाइरहनु भएको छ। जस्तो अब ब्रान्डको हिसाबले जति पनि प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई पनि खुसी पार्ने एउटा चुनौती पनि बनेको छ। किनभने ब्रान्डेड सामानहरू खोज्ने उपभोक्ताहरूको सङ्ख्या पनि बढिरहेको छ नेपालमा। अब यो अवस्थामा यहाँको यो कम्पनीले पनि कस्तो प्रभाव पार्ला जस्तो लाग्छ? हाम्रो जुन एउटा टार्गेट भन्छ नि कस्टमरको सेवा नै त्यो हाम्रो व्यवसाय हो जस्तो लाग्छ। किनभने अब नेपालको मेजर सिटी मात्रै नभएर रिमोट एरियामा पनि हाम्रो नेपालमा तपाईँको 19 कस्टमर केयर सेन्टरहरू खुलेको छ, जसले गर्दा कस्टमरलाई चाहिँ विदिन 24 आवरमा चाहिँ हामीले सर्भिस प्रोभाइड गरिरहेको छौँ। र यदि नभएको खण्डमा पनि रिप्लेसमेन्ट वारेन्टीसम्म हामीले दिइरहेको छौँ, जसले गर्दा यो कस्टमरहरूको सेटिस्फाई हाम्रो मेन मोटो नै त्यही नै हो। र त्यही कारणले चाहिँ उहाँहरू रिपिट दोहोऱ्याइ हाम्रो सेटमा फर्की किनिरहनु भएको कारण चाहिँ त्यही हो जस्तो लाग्छ। र के छ भने यो बड ब्रान्ड यस्तो ब्रान्ड हो कि तपाईँको ओरिजिन चाइना हो र यो सेकेन्ड कलरफुल प्रडक्ट ल्याउने कम्पनी हो। र जसले चाहिँ म्यानुफ्याक्चर कम्पनी आफै भएको हुँदा हामीलाई पार्ट्स र जति पनि एक्सेसरिज एभाइलेबलमा इजिली चाहिँ बजारमा पाउन सकिन्छ। कुनै पनि ठाउँमा आज म तपाईँको रोल्पाको कुनै ठाउँमा गएर पनि बडको कुनै पार्ट्स चेन्ज गर्न सक्छु। त्यो नै यसमा खुसीको कुरा हो। अब प्रयोगकर्ताहरूले एकपटक सामान किनेर प्रयोग गरिसकेपछि बिस्तारै त्यसको अवस्था खस्किँदै जान्छ, स्थिति पनि नराम्रो हुँदै जान्छ। अब यो 1 वर्षको अवधिमा चाहिँ कतिको भेटाउनु भएको छ? जस्तो उपभोक्ताहरूबाट त्यस्तो कुनै किसिमको नकारात्मक प्रभाव परेको कुराहरू कति पाउनु भएको छ, भेटाउनु भएको छ? त्यो त छ तपाईँको नभएको होइन। र यसलाई पनि हामीले कस्तो हुन्छ भने नकारात्मक प्रभाव भन्दा पनि कहिलेकाहीँ असुविधाहरू पर्न जान्छ। अब नयाँ मोडलहरूमा भने जति टेक्नोलोजीहरू एड्रेस भइसकेको हुँदैन। जस्तै आज तपाईँको 3G टेक्नोलोजी जुन नेपालको दूरसञ्चार कम्पनीहरूले लन्च गर्नुभएको छ र त्यसमा हामीले त्यो सेटहरू ल्याउन अलिकति ढिलो भयो। त्यो चाहिँ मेन उपभोक्ताको कम्प्लेन हो हामीलाई कि नयाँ टेक्नोलोजी भएको कुराहरूलाई यता बेला एसिमेट गर्नुहोस्। त्यस कारण अहिले हामीले भर्खरै एउटा एन्ड्रोइड प्लस 3G भएको नयाँ 8.3 भन्ने मोडल चाहिँ बजारमा लन्च गरेका छौँ र सायद लाग्छ कस्टमरहरूलाई त्यस्तो खासै गुनासो छ जस्तो लाग्दैन। जस्तो
अब यहाँले अब व्यवसायिक योजनाहरू के राख्नु भएको छ? हजुर, हामीले यसमा अहिले आएको बजारमा 1 वर्ष भयो। यसमा एउटा बल मोबाइललाई एउटा इस्टाब्लिस गरेको छौँ मार्केटमा, र प्लस अहिले नयाँ जुन ग्याजेट्स नेपाली मोबाइल छ जसलाई नेपाली पनि एउटा भित्री हिसाबले मोबाइलमा पनि आज आफ्नो देशको एउटा पहिचान होस्, एउटा आफ्नो प्रडक्ट होस् भने, किनकि म्यानुफ्याक्चर गर्न नसकिने त्यसलाई एसेम्बल गरेर एउटा नेपाली अप्रेटिङ सिस्टम राखेर बजारमा ल्याएको हामीले 4 महिना जति भयो, र यसको नै बजार स्थापित गर्नलाई हामीले अहिले लागिरहेछौँ। र कसरी हुन्छ एउटा नेपाली मोबाइल हरेक नेपाली जनताको, हरेक नेपालीको छोराछोरीको हात हातमा पुगोस् भन्ने हाम्रो चाहना छ, र त्यो अनुसारको मोडलहरू पनि हामी थप्दै जान्छौँ यसमा। जस्तो एकदमै कम मूल्यमा पनि यहाँको उत्पादनहरू उपलब्ध छन्। जस्तो अब नेपालको कुना काप्चासम्म पनि पुगेको छ। अब त्यो ठाउँमा चाहिँ यसको माग कस्तो रहेको छ सर्वसुलभको हिसाबले? हाम्रो जस्तो देशमा एउटा इकोनोमिक अलिकति विक भएको कन्ट्रीमा हामीले जुन हिसाबले एउटा एनालाइसिस गऱ्यौँ मार्केटमा, यहाँ तपाईँको विभिन्न क्याटेगोरी एबिसी टाइपले हेर्दाखेरि हाई पपुलेसन भनेको मिडल क्लास र लोवर क्लासमा देख्यौँ हामीले, र त्यो अनुसारै आज वर्ल्डले हामीलाई यस्तो प्रडक्टहरू सो अप गर्यो जुन चाहिँ हामीले उसँग एग्रिमेन्ट गर्न बाध्य भयो, र नेपाली मार्केटमा ल्याउनलाई पनि हामीलाई धेरै सजिलो भयो। जुन प्राइस रेन्ज अनुसार धेरै फिचर्सहरू भएको, जुन आज तपाईँको वर्ल्डको 86 कन्ट्रीमा एक्सपोर्ट ब्रान्ड, तर यस्तो राम्रो प्राइसमा हामीले पायौँ कि नेपाली बजारमै नेपाली हामी जस्तो अफोर्ड गर्न सक्ने खालको ब्रान्ड हामीले चाहिँ नेपालमा जुन भित्रायौँ, र आज 2000 रुपियाँ पनि तपाईँले क्यामेरा, रिङटोन, जुन कलर रिङटोनहरू, एफएम, वायरलेस एफएम र म्युजिक प्लेयर, भिडियो प्लेयर भएको सेटहरू मात्र वर्ल्डले प्रोभाइड गरेको छ विथ वारेन्टीमा। तपाईँको वारेन्टी जुन एउटा सर्भिस दिएर ल्याउने ब्रान्डहरूमा सायद प्राइसमा हामीलाई कसैले पनि वार गर्न सक्छ जस्तो हामीलाई लाग्दैन। भनेपछि यो 1 वर्ष अगाडि मात्रै धेरै कम्पनीहरू चाहिँ आइसकेका छैन? अब कम्प्लेन आउने टाइम त अब सुरु हुन्छ, किनभने 1 वर्ष त खासै इलेक्ट्रोनिक सामानहरू कि धेरै नै लोवर क्वालिटी भएको थियो, तर अब ब्रान्डेड सेटमा त्यस्तो हुँदैन। र अलिअलि जो 0.5% भनेको नर्मलै हो, जुन पनि रेयर केस हो त्यो भन्नु भइहाल्छ। तर अहिले अब 1 वर्ष जुन अब चाहिँ बिस्तारै आउन सुरु गर्छ, र त्यसैको लागि हामी पहिला नै प्रिपेयर भएर जुन अहिले नेक्स्ट एउटा कस्टमर केयर सेन्टरहरू खोलेर बसिरहेको कारणले पनि। हजुर, अब नेपाली बजारमा कुनै पनि नयाँ प्रडक्ट लिएर आइसकेपछि त्यो बजार अनुसार त्यसलाई बढाउनको लागि निकै ठुलो चुनौतीको विषय हो। जुन किसिमको सामाजिक र राजनीतिक परिस्थिति अहिले देशमा बनिरहेको छ, अब यहाँले आफ्नो व्यवसायलाई चाहिँ अगाडि लैजानको लागि के सोच्नु भएको छ? जस्तो सरकार तर्फबाट केही सहयोगहरू जस्तो के योजनाहरू बनाउनु भएको छ? यसमा त मेन के छ, अहिलेको देशको परिस्थितिले हामी मात्रै होइन हरेक उद्यमीहरूलाई असर गरिरहेकै छ, र हरेक व्यवसायमा अलिकति चुनौतीपूर्ण अवस्था छ। तर पनि हामीले आफ्नो जुन व्यवसायलाई जुन बढाउनलाई चाहिँ कहिले पनि त्यसलाई कमी गर्नु हुँदैन, र त्यसैको लागि आज हामीले नयाँ वर्षको अफर भनेर आज मोबाइलमा पनि त्यो एउटा नो डाइरेक्ट क्यास नो बकवास भन्ने एउटा अफर पनि चलाइरहेको छौँ अहिले, जो चाहिँ हाम्रो यो असारसम्म छ। र जुन यो खालको प्याकेजहरूले पनि एउटा उपभोक्तालाई केही पर्सेन्टसम्म अलिकति राहत मिलिरहेछ, र उहाँहरू चाहिँ यसमा आकर्षित भइरहनु भएको छ, र यो अफरलाई एक्सेप्ट गरिरहनु भएको छ। र लाग्छ अब गभर्मेन्ट सेक्टरबाट हुने कुराहरूमा चाहिँ जुन एउटा सरकारी हिसाबमा जुन आज चोरी छली जति पनि मोबाइल नेपाली बजारमा भित्रिरहेछ, तपाईँको लाग्छ तपाईँको 20% मार्केट सेयरमा चाहिँ जुन नन अफिसियल ब्रान्डहरू भित्रिरहेछ, र यिनीहरूको चाहिँ गभर्मेन्ट सेक्टरबाट अलिकति स्ट्रिक्ट भएर जुन दूरसञ्चार कम्पनीले पनि एउटा जुन एन्टी एप्रुभल टाइप एप्रुभल भन्छ, यो चाहिँ जुन दूरसञ्चार प्राधिकरणबाट चाहिँ एउटा सेटको आइएमई रेजिस्टर गर्ने एउटा प्रोसेसलाई चाहिँ एकदम कडाइका साथ लागू गरिदिनु भयो भने हामी जस्तो एउटा अफिसियली एउटा सरकारलाई आफ्नो हरेक क्राइटेरिया पुरा गरेर ल्याउने ब्रान्डहरू इस्टाब्लिस हुन धेरै सजिलो हुने थियो, र यो चाहिँ सरकारी तर्फबाट भइदियो भने धेरै नै आभारी हुन्थ्यो। त्योभन्दा पनि अब देशभित्रै उत्पादन भएको प्रडक्टलाई प्रोत्साहन कसरी होस् भन्ने चाहनुहुन्छ यहाँहरू? यसमा अब सरकार तर्फबाट हुनु पनि जरुरी छ, किनभने हामीले अहिलेसम्म चाहिँ हामी धेरै सामानहरू आयात गरिरहेका छौँ, त्यसले अब देशको अर्थतन्त्रलाई नै धक्का पुगिरहेको अवस्था छ। अब यहाँनिर हाम्रो आफ्नै प्रडक्टलाई हामी उत्पादन बढाएर निर्यात बढाउन सक्यो भने त्यो पनि एउटा राम्रो पक्ष हुनेछ। के छ भने अहिले मोबाइलको जुन जति पनि अब इम्पोर्ट गर्ने केसमा हेर्नु हो भने नेपालमा एसेम्बल गर्नलाई अलि समस्या छ, किनकि पार्ट्सको जुन एभाइलेबिलिटी पनि कम छ। मोबाइलमा लाग्ने चिप्सहरू धेरै नै एक्सपेन्सिभ हुन्छ, र त्यसको ट्याक्सेसनको कुरा गरिरहेको हुन्छ, जसले गर्दा चाहिँ त्यसलाई एसेम्बल गरेरै हामीले इन्भेस्ट गरेर अहिले ल्याइरहेको छ। त्यो गभर्मेन्ट सेक्टरबाट यदि इम्पोर्टको केसमा अलिकति सपोर्ट भइदियो भने त्यो पनि गर्न सकिन्छ। त्यसको लागि त झन् धेरै राम्रो हुन्छ, आफ्नो ब्रान्डलाई प्रमोट गरेर भने एक्सपोर्ट गर्नसम्म सक्ने अवस्था हुन्छ। नेपालमा पनि भने जस्तो सफ्टवेयरहरू डेभलप गर्न सकिन्छ। जस्तो अब मोबाइल
एक्सट्रिम केसमा जुन कुनै पनि ब्रान्ड नेपालभित्र हिँड्दा अगाडि त्यसलाई रेजिस्टर गर्नुपर्ने सरकारी हिसाबबाट चाहिँ लागू गर्नुपर्छ र हामीले जुन हिसाबले ल्यायौँ मार्केटमा तर के छ भने नेपालको बजार र राजनीतिक परिस्थितिले गर्दा मार्केटमा कुनै पनि ब्रान्ड इस्टाब्लिस हुन अलिकति गाह्रो छ र त्यसको सबभन्दा ठुलो त्यो नै चुनौती हो र एउटा इम्पोर्टमा पनि विभिन्न बाधाहरू छन् त्यसलाई पनि बिस्तारै हामी समेट्दै ल्यायौँ तर यसमा सरकारी हिसाबबाट जति पनि रुल्स एन्ड रेगुलेसन छ यो कुराहरूलाई ओपनली एउटा थाहा भयो भने व्यवसायलाई पनि अगाडि बढ्न झनै सजिलो हुन्थ्यो त्यो चुनौतीको रूपमा रहेको छ। अब बिजनेसमा यहाँले अब अरू कस्तो प्याकेजहरू लिएर आउँदै हुनुहुन्छ जस्तो अघि मात्र भन्नुभयो अफरहरू त्यस्तो के योजनाहरू बनाउनु भएको छ? हामीले जस्तै तपाईँको पहिला प्रत्येक दसैँ तिहार नयाँ वर्ष यस्तोलाई पारेर उपभोक्तामुखी एउटा कार्यक्रमहरू प्याकेजहरू ल्याइरहेको हुन्छौँ तर अहिले चाहिँ अब हामीले जुन उपभोक्ताको लागि भनेर जुन 1 वर्षको वारेन्टी हुन्छ त्यसलाई हामीले अब 12+1 गरेर एउटा नयाँ क्याम्पेन गरिरहेको छौँ 13 मन्थ्सको 13 महिना वारेन्टी पनि एउटा +1 महिना बोनसको हिसाबले कस्टमरलाई थपिरहेछौँ र उपभोक्तालाई सजिलो भनेर अझ तपाईँको रिमोट एरिया पनि अझै हामी सर्भिस सेन्टरहरू पनि खोलेर जान्छौँ र जुन जति हाई फङ्सनहरूको सेटहरू अझै रिजनेबल प्राइसमा आज जुन मान्छेको एउटा कमाइ हुन्छ उसलाई पनि रहर हुन्छ म पनि एन्ड्रोइड चलाउँ म पनि इन्टरनेट युज गरौँ मोबाइलमा तर हामीले त्यसलाई नै एक्सेप्ट गरेर एउटा रिजनेबल प्राइसमा चाहिँ बजारमा दिनको लागि दुईवटा मोडल अब तुरन्त नै बजारमा लन्च गर्दैछौँ त्यो पनि एउटा उपभोक्ताको लागि धेरै राम्रो अफर हो त्यो पनि सर्वसुलभ नै बनाउनुहुन्छ सर्वसुलभ एकदमै हजुर। अब यसभन्दा बाहेक मोबाइल टेक्नोलोजी जुन यहाँले भित्राउनु भएको छ यसमा तपाईँले सेवा सुविधा खस्कँदै गएको भन्ने उपभोक्ताहरूको जुन गुनासो रहेको छ त्यो गुनासोहरूको कतिको यहाँले अनुगमन गर्नु भएको छ र त्यसलाई कसरी व्यवस्थित गर्दै लैजाने विचार गर्नु भएको छ? यो एकदम राम्रो कुरा हो तपाईँले भन्नुभयो के छ भने आज नेपालमा हेर्नु हो भने ब्रान्ड इम्पोर्ट गर्ने कम्पनीहरू धेरै छ यति धेरै छ कि तपाईँको हाम्रो जस्तो कम्पनीमा जुन एउटा वान टाइम सर्ट टर्म पिरियडको लागि मात्रै आफ्नो व्यापारिक फाइदाको लागि जे पनि गरिदिने मार्केटमा वारेन्टी दिइदिने मैले यस्तो गर्छु भनेर झुटा सप्लायर देखाइदिने र तपाईँको कम्पनीको सर्भिस सेन्टरै नहुने अब उपभोक्ताको ठगिरहेको छ तपाईँको के छ आज ब्रान्डमा वारेन्टी छ भनेर लिनुहुन्छ भोलि बिग्रियो भने त्यसको लागि ढाल्दा अर्को त्यो मोरलै डाउन हुन्छ कि कुनै अर्को ब्रान्डप्रति पनि आकर्षण घटिसकेको हुन्छ र जसले गर्दा यस्तो कम्पनीहरूलाई चाहिँ एउटा गभर्मेन्ट सेक्टरबाट एउटा उपभोक्तामुखी केही प्याकेज एउटा केही बनाएर उपभोक्ताको त्यस्तो कुनै कम्प्लेन भयो भने केही सरकारी तौरमा नै सुनिदिने भयो भने यस्तो धेरै कम्पनीहरू आफै विचार गर्नुपर्ने अवस्था आउँछ र जसले चाहिँ आज कस्टमरलाई सर्भिस दिन्छु म यस्तो यो गर्छु त्यो गर्छु भनेर कमिट गरेको हुन्छ तर पछि आफ्नो व्यवसायिक फाइदा लिएर निस्कियो कम्पनी धेरै छ त्यही भएर एउटा उपभोक्तामुखी कार्यक्रम पनि सरकारी तौरबाट पनि सञ्चालन हुनु जरुरी छ। जस्तो अब ब्रान्डहरूको कुरा गर्नुपर्दा यो ब्रान्डहरूको बिचमा जुन किसिमले उपभोक्ताहरूले अब ब्रान्डेड सामानहरू माग गरिरहेका छन् यो बिचमा स्थापित हुनलाई अझ अरू कति समय लाग्छ जस्तो लाग्छ? तपाईँको यसको लागि तपाईँको एउटा हाम्रो देशमा अलिकति तपाईँको शिक्षाको कुरा हो सबभन्दा ठुलो र मान्छेले एउटा आफूले पनि कस्टमर पनि एउटा के अवेर हुनुपर्छ भने खरिद गर्दाखेरि मैले कस्तो सामान किनिरहेको छु त मार्केटमा यसको वारेन्टी छ कि छैन वारेन्टी कार्ड छ कि छैन यो कम्पनी कति टाइम समयदेखि बजारमा बसिरहेको छ र उसको सर्भिस सेन्टरहरू कहाँ छन् र केही कुराहरू उसले पनि आफूले इन्क्वायरी गरेको खण्डमा उपभोक्ताले र त्यसमा ठगिने बिचोरीको कम हुन्छ र व्यापारीले त्यो आफ्नो फाइदा मात्रै लिन सक्दैन र उसले आफ्नो ब्रान्ड चुज गरेर र ब्रान्डेड हो कि होइन यो ब्रान्ड कहाँ छ यसको सर्भिस कस्तो छ हरेक कुरा बुझेर लिदिएको खण्डमा उहाँलाई पनि पछिको दिनमा उपभोक्तालाई सर्भिसको लागि त्यसरी दुःख पाउने अवस्था रहँदैन। जस्तो अब यहाँले भने जस्तै अब जति पनि पहिला उपभोक्ताहरूले दुःख पाइसक्नु भएको छ यहाँहरू अब भर्खर 1 वर्ष भयो स्थापित हुनुभएको अब त्यस्तै गरेर त्यो फेरि त्यो कुरा नदेखाइयोस् भन्नको लागि चाहिँ नि जस्तो नेपाली उपभोक्ताहरूलाई यहाँले टार्गेट गर्नुभएको कारणले गर्दाखेरि देशभरिले यसको सुविधा चाहिँ कस्तो छ जस्तो उपत्यकाभित्र मात्र नभएर अरू ठाउँमा जुन रिमोट एरियाहरू छ त्यहाँको उपभोक्ताहरूलाई चाहिँ कसरी यहाँले विचार गर्नुभएको छ? उपभोक्तालाई फर्स्ट म पहिला त के भन्न चाहन्छु भने आफ्नो कुनै पनि सामान जस्तै इलेक्ट्रोनिक होस् खरिद गर्दाखेरि त्यसको बारेमा अलिकति बुझ्नु जरुरी छ र प्लस आज मोबाइलको कुरामा चाहिँ वारेन्टी कार्ड अनिवार्य लिनु होला आफ्नो वारेन्टी कार्ड भएन भने पनि आज एउटा अलिक भ्याट सक्नुहुन्छ भने भ्याट पनि लिनु सक्नु र वारेन्टी कार्ड लिनुहोस् त्यसले गर्दा चाहिँ भोलि तपाईँलाई के अप्ठ्यारो के त्यस्तो आएको खण्डमा आफू गएर त्यसको एउटा गभर्मेन्ट सेक्टरबाट पनि केही ल्यान्डबाट आफ्नो अधिकार लिन सकिन्छ र त्यो भएर अब बाहिर रिमोट एरियामा
कुरा गर्ने हो भने उहाँहरूलाई के छ भने आफ्नो एरियामा एउटा सर्भिस सेन्टर कस्टमर केयर सेन्टर छ कि छैन कम्पनीले कसरी चाहिँ सर्भिस दिइरहेको छ उनीहरूको ब्रान्डको अवस्था के छ मार्केटमा त्यो सबै कुराहरू बुझेर र अब सस्तोमा पायो भन्दैमा होइन लिइहाल्नु भएन बुझ्नु पर्यो त्यसको बारेमा पनि यो सही छ कि छैन अहिले सस्तो भयो भनेर चोरीको सामान पनि त्यो कुराहरूमा हिसाबले मात्र मान्छेले सामान लिँदाखेरि पनि धेरै उपभोक्ताले दुःख पाइरहेको अवस्था छन् त्यो त एकदमै छ के छ भने त्यो आउने अब क्षणिक टाइममा अब प्रचार प्रसार आफ्नो लोकल ठाउँमा गलत तरिकाले गरेर पनि आफ्नो फाइदा लिएको छ तर त्यसमा जुन व्यापारी साथीहरू अहिले जति पनि व्यापारी छ अरू पनि केही अवगत भइसक्नु भएको छ जसले गर्दा हामीले स्थान पाइरहेको छौँ कि त्यो ठाउँमा त्यो चोरीको सामानहरू छेडी लाग्ने कम्पनीहरू कसरी आइरहेछ मार्केटमा र उहाँहरूले चाहिँ र को राम्रोसँग बसिरहेको छ र व्यापारी साथीहरूबाट पनि केही सपोर्ट भइरहेको छ हामीलाई र त्यसले गर्दा नै आज बजारमा एउटा सानो एउटा ब्रान्डको रूपमा इस्टाब्लिस हुनलाई हामीलाई पनि सजिलो भइरहेको छ र अझै राम्रो हुन्छ भन्ने हामीले आशा गरेका छौँ जस्तो यो जति पनि अहिले यो समय बिताउनु भएको छ यहाँले यसमा पनि नेपाली उत्पादनहरूलाई प्रयोग गर्ने प्रयोगकर्ताहरूबाटै अब हामी यो माछा आफ्नो उठाउन सक्छौँ भन्ने जस्तो त्यो अवस्था छ कि छैन यो एकदम व्यवसाय गरेपछि हरेक व्यापारीहरूले खोज्ने कुरा हो होइन त्यसमा अब परिश्रम गरेपछि फल त मिलिहाल्छ तर पनि अहिलेको जुन मोबाइलको गुरुङ अवस्था छ नेपाली बजारमा त्यो चाहिँ एकदमै राम्रो छ र त्यसले एउटा रिटर्न सपोर्ट गरिरहेको छ र कम्पनीलाई इस्टाब्लिस हुनुलाई धेरै नै सपोर्ट गरिरहेको छ मोबाइल भन्ने कि तपाईँको अहिले हेर्नु हो भने नेपालमा ह्यान्डसेटको बिक्री हेर्नु हो भने र एलडिसीको सिमको डिस्ट्रिब्युसन हेर्नु हो भने एराउन्ड 40% 40 to 45% इन्टर भएको छ अझै पनि हामीसँग एराउन्ड 60% मार्केट खाली नै छ जसले गर्दा मोबाइल ह्यान्डसेटको व्यापार अझै बढ्छ र कम्पनीले आफ्नो रिटर्न पनि पाउँछ भन्ने आशा गरेका छ नेपालको उपयोग सामानहरूको आयातले पनि धेरै ठुलो भूमिका खेलिरहेछ अहिले देशको अर्थतन्त्रमा र हामी धेरै सामानहरू बाहिरबाट ल्याइरहेका छौँ सो यहाँहरूको यही प्रडक्टलाई पनि अलिकति प्रोत्साहन गर्न सकियो भने अब नेपाली उपभोक्ताहरूको मात्र मागलाई परिपूर्ति गर्न सकियो भने धेरै नै मद्दत पुग्ला देशको अर्थतन्त्रमा यो बजार व्यवस्थापन गर्न सकियो भने बजार व्यवस्थापनको कुरालाई चाहिँ कसरी व्यवस्थित पार्ने योजना बनाइरहनु भएको छ हामीले चाहिँ के छ भने अहिले जस्तै तपाईँको हामीसँग बजार व्यवस्थापन भन्दा पनि एउटा कन्ज्युमरको हिसाबले नै बढी फोकस गरिरहेको छौँ कन्ज्युमरहरू कस्तो खालको टेक्नोलोजी र कस्तो खालको मोडल लाइनअप र कस्तो खालको तपाईँको फङ्सनलाई चाहिँ बढी रुचाइरहनु भएको छ र त्यही अनुसारै हामीले अहिले 22वटा मोडल बजारमा उपलब्ध छ हाम्रो बजारमा र त्यसलाई व्यवस्थापन गर्नलाई विभिन्न खालको प्याकेजहरू पनि ल्याएका छौँ कहिले उपभोक्तामुखी प्याकेज कहिले व्यापारी डिलर अफरहरू र विभिन्न प्रोग्रामहरू जस्तै तपाईँको नेसनल गेमहरू पनि हामी ल्याएका छौँ जसले गर्दा उपभोक्तालाई बुझ्न सजिलो सिद्धान्त र त्यो पनि एक प्रकारको प्याकेज भनेर म बुझ्न चाहन्छु किनभने जसरी पनि डाइरेक्ट र इन्डाइरेक्ट त्यो पनि एउटा मार्केटिङ प्लान नै पर्छ र जसले गर्दा चाहिँ कस्टमरलाई अब मार्केटिङ नै सशक्त बनाउनु पर्यो यहाँले अब अहिलेसम्म प्रचार प्रसारको शैली कसरी अगाडि बढाइरहनु भएको छ प्रचार प्रसारको त हामीले तपाईँको मेन मिडियाहरूबाटै आज गइरहेको छ पेपर मिडिया फर्स्ट हामीले प्रायोरिटी गरेको छ त्यसपछि अहिले टिभीसीमा पनि अहिले जान नै हाम्रो लगभग यो अहिले तपाईँको टाइम अलिकति यो कसैको क्लोजिङ टाइम भएर हामी नगर्नु टिभीसीमा हामी अब जस्तै तपाईँको यो जुन क्लोजिङ टाइम सकेपछि हाम्रो नेक्स्ट प्लानिङ हुने अब टिभीसी नै हो र मिडिया पेपर हाल्नु जस्तै लोकलमा जति पनि तपाईँको उद्योग वाणिज्य संगठन हुने कार्यक्रमहरू होस् नेसनल लेभलमा कुनै गेम होस् त्यसमा हामी भाग लिइरहेछौँ अहिलेको जस्तै यहाँभन्दा अगाडि हामीले सहारा गोल्ड कपमा पनि भाग लिएको थियौँ र प्लस त्यसपछि बुढा शिव कपमा पनि जसले गर्दा त्यहाँको मासलाई चाहिँ आफ्नो ब्रान्ड हामीले चिन्न सजिलो होस् नेपालमा चाहिँ लोकल पेपर एफएमहरू लोकल भरिङहरू त्योबाटै हामीले बजार विस्तार गरिरहेको छौँ अहिले मार्केटिङ प्लान अब अध्ययमा नेपाली मोबाइललाई तपाईँले यो उत्पादनलाई चाहिँ विस्तार गर्ने कि कस्तो योजना बनाइरहनु भएको छ अबको हाम्रो जो नेक्स्ट अबको टार्गेट भनेको नेपाली मोबाइललाई नेपाली उपभोक्तालाई एउटा नेपाली पनप्रतिको माया रहेछ भन्ने कुरा अहिले आएर हामीलाई धेरै नै लागेको छ एउटा गर्व पनि लाग्छ अब नेपाली नै हो होइन तपाईँको के छ भने नेपाली मोबाइल जसरी हामीले ल्यायौँ यति छोटो समयमा बजारमा स्थापित भयो कि कस्तो भने हामीले जुन बजारको जुन आवश्यकतालाई नै पुरा गर्न सकेन किनभने यसमा म्यानुफ्याक्चर हाम्रो आफ्नो हातमा छैन हामी एउटा आउट अफ कन्ट्रीबाट रिसोर्सबाट ल्याउनु त्यसलाई जसले गर्दा हामीले बजारमा दियौँ जति पनि सेटहरू अहिले उहाँले धेरै नै राम्रो मन पराउनु भयो जसले गर्दा हाम्रो ब्रान्ड इस्टाब्लिस हुनलाई हामीलाई सपोर्ट भयो र सायद लाग्छ अब अन्य मोडल यसमा हामीले ल्याएर अब जस्तै हाम्रो अहिले कुरा भइरहेको छ उता कम्पनीसँग
र चाँडै नै हामी यसमा 3टा मोडल लन्च गर्छौँ जसले गर्दा नेपाली ब्रान्डप्रति नेपाली कस्टमरहरू अझै बढ्नु हुनेछ र यसलाई अझै अब अहिले यहाँले निम्न स्तरबाट एकदमै सर्वसुलभ हिसाबले नेपाली टाइपिङ पनि गर्न सक्ने हिसाबले 2-3 हजारमै सेटहरू उपलब्ध गराउनु भएको छ। अब यसलाई पनि फेरि अलिकति स्तर वृद्धि गरेर त्योभन्दा बढी ब्रान्डेड खोज्ने मानिसहरूलाई पनि आकर्षित गर्ने हिसाबले चाहिँ लैजाने योजना कतिको छ? यो त छ। अहिले तपाईँको जुन आइरहेको हाम्रो नेपाली मोबाइल भनेको 2000 को भन्दा पनि कति नेपाली सक्नु भएको तपाईँको जिएसएम र सिडिएम टेक्नोलोजी छ। यसमा 3टा सिम लाग्छ तपाईँको 2टा जिएसएम युज गर्न सक्नुहुन्छ र सिडिएम युज गर्न सक्नुहुन्छ। जसले गर्दा त्यसको सिडिएम भनेको आउट अफ भ्यालीको लागि धेरै नै राम्रो नेटवर्क क्यापेसिटी भएको भएर राम्रो छ मार्केटमा उसको, र त्यसले गर्दा सिडिएम युज गरिरहनु भयो र जिएसएम युज गरिरहनु भयो। त्यो हिसाबले चाहिँ हामीले अहिले 6000 रुपियाँ राखेर बजारमा ल्यायौँ। त्यो एउटा मोडल ल्याएको जिएसएममा अहिले जिएसएम सिडिएम ट्रिपल सिममा गाविस नेपाली मोबाइल अहिले तपाईँको नेपाली थिमहरू नेपाली रिटर्न्सहरू हालेर जुन नेपाली अपरेटिङ सिस्टम हालेर ल्याएको त्यो छ। अब आउने जति पनि आउँछ मोडलहरू त्यसमा चाहिँ हामीले रिजनेबल प्राइसमा जुन अहिले बड हामीले युज गरिरहेको छौँ सस्तो रेटमा, तर हामी नेपाली मोबाइलमा त्यो रेट दिन पायो भने कस्टमरहरूलाई धेरै नै सजिलो हुन्थ्यो अझ र धेरैको हातमा पुग्न सक्नु हुन्थ्यो र त्यो मोडलहरू पनि हामी ल्याउनलाई अब तुरुन्तै राखिरहेको छौँ। सूचना प्रविधिलाई सर्वसुलभ होस् भन्न चाहनुहुन्छ? यो सूचना प्रविधि गाउँ गाउँमा हरेक कुरो हात हातमा घर घरमा पुगोस्, कोही टाढा हुन नपरोस्, टाढा भए पनि एउटा टाढाको जस्तो फिल गर्न परोस्, त्यो नै हाम्रो एउटा मुख्य छ। अब उपभोक्ताहरू विश्वस्त हुने आधार चाहिँ के छ त? ग्याजेट्सले के भन्न चाहन्छ उपभोक्ताहरू विश्वस्त हुने आधार के हो यसमा? यसमा उपभोक्तालाई म भन्न चाहन्छु कि तपाईँहरू पहिला चाहिँ आफ्नो एउटा ब्रान्ड कुनै पनि लिँदाखेरि र ग्याजेट्सले चाहिँ सर्भिस सेन्टरहरू जति पनि आज तपाईँको हरेक ठाउँमा कस्टमर केयर सेन्टर छ कि छैन फर्स्ट त्यो हेर्नुहोस्, र तपाईँको यो कम्पनीले कसरी अगाडि ग्रो गरिरहेछ र कस्तो कस्तो टेक्नोलोजी एक्सेप्ट गरेर अगाडि बढिरहेछ र त्यो अनुसारले आफ्नो यो ब्रान्ड चुज गर्दाखेरि वारेन्टी कार्ड लिएर सर्भिस सेन्टर छ कि छैन त्यो हेरेर र आफ्नो प्राइस आफ्नो वारेन्टी आइपुग्न आफ्नो फङ्सन फिचर्सहरू छ कि छैन त्यो हेरेर खरिद गर्नु त्यो अनुरोध गर्दछु। हस्, धन्यवाद समयको लागि। ग्याजेट्स नेपालले भर्खरै मात्र विभिन्न मोडलका एकदमै सर्वसुलभ मूल्यका मोबाइल सेटहरू लिएर आएका छन्। जस्तै नेपाली बजारमा यो मोबाइल टेक्नोलोजी पहिलोचोटि नेपालमा भित्राएर यो एकदमै राम्रो गरिरहेको छ र आज हामीसँग ग्याजेट्स नेपाल प्रणालीका निर्देशक दिपक कुमार भुजेलजी हुनुहुन्थ्यो, युवा उद्यमी, हामीसँग कुराकानी गरे नेपालमा समग्र मोबाइल टेक्नोलोजीको बारेमा र आफ्नो उत्पादनलाई हामी सम्पूर्ण नेपालीहरूले प्रोत्साहन गर्नु हामी सबैको दायित्व पनि हो। आजको लागि पनि कार्यक्रम बजारको समय सकिन्छ। भोलि फेरि अर्को एकजना अतिथिको साथमा उपस्थित हुनेछौँ। नमस्कार। जनताको टेलिभिजन ABC।